नमस्ते। अ, गत 3 वर्षदेखि म नेपाल मेडिसिटी हस्पिटलको सिस्टर अर्गनाइजेसन एउटा वीरगञ्जमा हस्पिटल छ, नेपाल मेडिसिटी बहदा हस्पिटल। म त्यसमा एउटा कन्सल्टेन्ट युरोलोजिस्टको रूपमा कार्यरत थिएँ। त्यहाँ वीरगञ्ज वरिपरि वीरगञ्ज भनेको पर्सा जिल्ला, बारा जिल्ला, रौतहट जिल्ला, मकवानपुर जिल्ला वरपरका धेरै पेसेन्टहरूलाई 3 वर्षदेखि म युरोलोजिकल सर्भिसेसहरू सेवाहरू दिँदै राखेको थिएँ। अहिले म आफ्नो फर्दर स्टडीको लागि 1 वर्षको एउटा फेलोसिप जुन इन्डियामा म आएको छु, यो फेलोसिप भनेको सर्जिकल एन्ड्रोलोजी, सेक्सुअल मेडिसिन र मेल इन्फर्टिलिटी। यो सब्जेक्टमा 1 वर्षको लगभग भनौँ न ट्रेनिङमा चाहिँ म इन्डिया आएको छु, नयाँ दिल्लीमा। यो ट्रेनिङ पश्चात म फेरि फर्केर आफ्नै देशमा काठमाडौँमा बसी नेपाल मेडिसिटी हस्पिटलमा यो सर्जिकल एन्ड्रोलोजी, मेल इन्फर्टिलिटी र सेक्सुअल मेडिसिनको सर्भिसेसहरू दिनेछु। तसर्थ यो 1 वर्षको जुन ग्याप हुन्छ त्यसमा चाहिँ मेरो बिरामीहरूलाई पर्न गएको जुन असुविधाहरू छन्, धेरैजना पेसेन्टहरूले फोन गर्न ट्राई गरिराख्नुहुन्छ, कतिले व्हाट्सएपमा मेसेजहरू गर्नुहुन्छ। उहाँहरूलाई चाहिँ म एउटा एपोलोजी यही मेसेजबाट सेन्ड गर्न चाहन्छु। हस्त फेरि पनि भेट्छौँ हामी नयाँ स्पेसलाइजेसनको लागि लिएर। सर्जिकल एन्ड्रोलोजी र मेल इन्फर्टिलिटी एकदमै चार्मिङ सब्जेक्ट हो। भोलिको दिनमा हामी सेवा दिनेछौँ। हस्त, धन्यवाद।